यो हामी गफ गर्दैछौँ। यसको सामानहरू असर पसर गर्नुमा अब यताउता बजार कुद्नु पऱ्यो, सरको बजार लानु पऱ्यो। अन्त अलिकति नसकेको हुनाले अहिले मैले चाहिँ चौरी पाएको छ। आज यो पुसमा 3 वर्ष हुन्छ। ए यता आउनु भयो? बेच्यो उता यो ए बेचेर आउनु भयो? किन्ने मान्छे यहाँ आउँछ। यहाँ आउँछ? हजुर यहीँ आउँछ। यो मङ्सिर पुसमा चाहिँ चौरीको व्यापार गर्ने चाहिँ मङ्सिर पुसमा आउँछ। ए अनि बर्खामा चौरीको व्यापार हुँदैन। ए बर्खामा हुँदैन? हुनु त हुन्छ सरका, अनि अब दिनेले दिनु मान्दैन के। अब उसले पालन पोषण सबै गरेर आम्दानी दिने बेलामा पो चौरी बेचेर फाइदा के छ? अनि किन्नेलाई फाइदा छ नि त। किन्नेलाई फाइदा छ है? अब बेच्नेलाई फाइदा छैन। अब हिउँदभरि दाना पानी दिएर घाँस काटेर रुखमा चढेर डालेर गाडेर गाह्रो छ है? पछाडि गाह्रो छ नि त। जन्मायो मारेर काम गर्नु पऱ्यो भनौँ न। 60 लगाएपछि तपाईँ ओर्लिनु भयो? हजुर, त्यहाँबाट चाहिँ म अब यो अहिले त फेरि मनको लाग्छ। अनि त्यही वस्तुको यसो माया लागेर फेरि मैले यसो 1-2वटा चाहिँ यहाँ राखेर यिनीहरू सब चौरी हो? हजुर, यो चाहिँ फेरि तपाईँको चौरीको बाछा चलेको ए चौरीको बाछा धेरै उयो छैन। अनि योहरू चाहिँ चौरी हो सर। यिनीहरू चौरी हो, त्यो चौरी हो। त्यो पनि होइन, त्यो पाङ्नीको माली परेको त होइन, माथिको माली परेको चाहिँ हो। त्यो सुतेको मौका पनि चौरी हो। यो एउटा चौरीको कतिले दिनु? अहिले यो खालको चाहिँ अहिले ब्याउने छ सरको। अहिले यसको उमेर अहिले यो भेट परेको छैन। अहिले यसपालि ब्याउने हो। यसको कति पर्छ भने चाहिँ 65-66 त्यस्तै 1000? हजुर। ए ल राम्रै